निट पेपर लिक त तपाईँहरूले सुन्नुभएकै हो है। मेन स्ट्रिम मिडियामा पनि दिइरहेकै कुरा हो, सोसियल मिडियामा पनि एकदमै हेभी सर्कुलेट भएको हो होइन। र मेरो हेर्नुमा पनि यो चाहिँ जुन चाहिँ यो पेपर लिकको बारेमा चाहिँ सबैले नै अब बुझ्नु अनिवार्य छ जस्तो लाग्छ है। त्यसको लागि चाहिँ सबभन्दा पहिला चाहिँ निट भनेको के हो त्यो बुझ्नु पऱ्यो है। निट भनेको चाहिँ नेसनल एलिजिबिलिटी कम एन्ट्रेन्स टेस्ट। यो इक्जाम पास गरेपछि चाहिँ तपाईँहरूको नानीहरू अथवा तपाईँहरूले चाहिँ डक्टर पढ्नु पाउँछ। र यो इक्जाम चाहिँ एनटिए नेसनल टेस्टिङ एजेन्सीले कन्डक्ट गर्छ है। र इन्डियामा एप्रोक्स 1.29 लाख सिट चाहिँ रिजर्भ छ है। अब इक्जाम दिनेहरू त अब 22-23 लाखसम्म आउँछ, त्यसमा चाहिँ 1.29 लाखलाई मात्रै सेलेक्ट गरिन्छ। यो जुन चाहिँ निट पेपर लिक चाहिँ सबभन्दा फर्स्ट प्रकाशमा पब्लिक डोमेनमा चाहिँ त्यति बेला आउँछ 2024मा है। र 5 मे 2024मा चाहिँ निटको इक्जाम कन्डक्ट गरेको हुन्छ र यसको रिजल्ट आउँछ 4 जुन 2024मा। र एउटा अचम्मको कुरा चाहिँ के हुन्छ भने 67वटा क्यान्डिडेटले चाहिँ टोटल 720 जुन चाहिँ टोटल मार्क्स छ त्यसमा 720 नै ल्याएको हुन्छ है। र अरूले पनि 718 कोहीले 719 ल्याएको हुन्छ, जो चाहिँ अब मतलब अलमोस्ट नेक्स्ट टु इम्पोसिबलै हुन्छ है। र यो जतिजनाले पनि त्यस्तो मार्क्स ल्याएको हुन्छ त्यो चाहिँ प्रायः एउटै सेन्टरमा इक्जाम बसेको क्यान्डिडेटहरू हुन्छ। यो भएपछि चाहिँ त्यहाँदेखि प्रोटेस्ट सुरु हुन्छ, स्टुडेन्टहरूले प्रोटेस्ट गर्न थाल्छ होइन। प्रोटेस्ट गरेपछि चाहिँ फर्स्टमा चाहिँ बिहार पुलिसले यो केस लिन्छ। बिहार पुलिसले धेरैवटा जग्गामा रेड गर्छ। रेड गर्दाखेरि चाहिँ उनीहरूले जलेको क्वेसन पेपर, इलेक्ट्रोनिक डिभाइस है। र फेरि के चाल पाउँछ भने यो जुन चाहिँ पेपर लिक चाहिँ एकदमै अब हेभी पैसामा त्यो किनबेच भएको हुन्छ भनेर चाहिँ चाल पाउँछ। त्यहाँबाट सुप्रिम कोर्टमा पनि धेरै पिटिसनहरू फाइल हुन्छ है। र यो केस चाहिँ पछि सिबिआईलाई ट्रान्सफर गर्छ। सिबिआईलाई ट्रान्सफर गरेपछि जब सिबिआईले इन्भेस्टिगेट गर्छ उनीहरूले पनि के चाल पाउँछ भने पेपर लिक चाहिँ भएकै थियो। र स्टुडेन्टहरूले चाहिँ के गरेको थियो भने त्यो जुन चाहिँ पेपर भेटेपछि चाहिँ जब त्यो पेपर उनीहरूले त्यो क्वेसन चाहिँ मेमोराइज गरिसकेपछि चाहिँ त्यो क्वेसन पेपरहरूलाई चाहिँ जलाइदिएको थियो भनेर चाहिँ सिबिआईले पनि चाल पाउँछ र उनीहरूले रिपोर्टमा त्यो दिन्छ। र यो इक्जाम चाहिँ क्यान्सल गर्नु चाहिँ अब सुप्रिम कोर्टले गर्दैन, किनभने सफिसियन्ट एभिडेन्स छैन भनेर इक्जामलाई चाहिँ क्यान्सल गर्दैन। र फेरि सेम कुरा रिपिट हुन्छ 2026मा 3 मे 2026मा चाहिँ निटको इक्जाम कन्डक्ट गरेको हुन्छ है। त्यो इक्जाम भइसकेपछि चाहिँ कतिवटा टिचर्सहरू कोचिङ सेन्टर्सहरूले चाहिँ कम्प्लेन गर्छ कि गेस्ट पेपर चाहिँ 100% म्याच भएको थियो भनेर। अब त्यस्तो त पोसिबल अब हुँदैन है। र यसमा इन्भेस्टिगेट गर्दा चाहिँ साँच्चै नै चाल पाउँछ कि निटको इक्जाम पेपर चाहिँ लिक भएको थियो भनेर है। र एनटिएले चाहिँ 12 जुन 2026मा चाहिँ अब इक्जामको अनाउन्समेन्ट गर्छ र डेट दिन्छ 21 जुन 2026। र त्यति घरिको लागि चाहिँ टेलिग्राम जुन चाहिँ एप छ त्यसलाई ब्यान पनि गरिदिन्छ, किनभने उनीहरूले चाल पाउँछ कि यो क्वेसन पेपर चाहिँ टेलिग्राममा लिक सर्कुलेट भएको थियो भनेर। र यो पेपर चाहिँ अब कहाँबाट लिक भएको थियो, कसरी लिक भएको थियो त्यो त इन्भेस्टिगेसनमै छ अझै है। र कतिजनालाई एरेस्ट पनि गरियो है। तर अब यस्तो खालको घटनाले चाहिँ अब एडुकेसन सिस्टमको लागि चाहिँ ठुलो अब सेटब्याक भनौँ न त्यही हो है। किनभने अब एडुकेसन सिस्टम चाहिँ एउटा यस्तो सिस्टम हो जसले चाहिँ डिरेक्टली कन्ट्रीको डेभलपमेन्टसँग चाहिँ अब लिङ्क हुन्छ। र कसैले पनि अब यस्तो खालको काम गर्दैछ अथवा एडुकेसनलाई लिएर पोलिटिक्स गर्दैछ भने चाहिँ अब सम्झिनुहोस् कि त्यो मान्छे चाहिँ कन्ट्रीको डेभलपमेन्टको लागि चाहिँ एउटा ठुलो अब्स्ट्याकल है, ठुलो प्रब्लम हो भनेर बुझ्दा हुन्छ। किनभने जति पनि अब डेभलप्ड कन्ट्रीहरू छ है अथवा भर्खरै डेभलप भएको कन्ट्रीहरू जस्तै अब चाइना, सिङ्गापुर, यिनीहरूले पनि कन्ट्रीलाई डेभलपमेन्ट गर्नु अगाडि चाहिँ सबभन्दा प्रायोरिटी चाहिँ एडुकेसन सिस्टमलाई दिएको थियो। त्यो एडुकेसन सिस्टमलाई उनीहरूले एकदमै प्रायोरिटी दिएर त्यसलाई चेन्ज गरेपछि मात्रै कन्ट्रीमा चाहिँ डेभलपमेन्ट ल्याउनु उनीहरूलाई धेरै सजिलो भएको थियो है। र अब यस्तो खालको घटनाहरू घट्यो भने चाहिँ देश चाहिँ अब अगाडि होइन अझै पछाडि जान्छ।